नमस्कार साथीहरू। आज म तपाईँहरूलाई लिएर गएको छु नेपालको हृदयमा, जहाँ हिमालले आकाश छोएको छ र हिउँले धरतीलाई अँगालो मारेको छ। यो सुन्दर चित्रकला कलाकार बिक नरबहादुरले सन् 2025मा एक्रिलिक रङ प्रयोग गरेर बनाएका हुन्। चित्रमा देखिन्छ सगरमाथा, संसारको सर्वोच्च शिखर र त्यस वरिपरि फैलिएको हिमाली जीवनको कथा। हिउँले ढाकिएका बाटाहरू, सामान बोकेका याकहरू र तिनीहरूलाई अघि बढाउँदै एक शेर्पा। यो दृश्य केवल सौन्दर्य होइन, यो हो चित्रको बायाँपट्टि रहेको स्तूप र त्यसमा बाँधिएका रङ्गीचङ्गी प्रार्थना झण्डाहरू हावासँगै फरफराइरहेका छन्, शान्ति, प्रेम र करुणाका सन्देश लिएर। पृष्ठभूमिमा देखिन्छ भव्य हिम श्रृङ्खला, नीलो र सेतो रङको मिश्रणले दिएको चिसो तर पवित्र अनुभूति, जसले हामीलाई सम्झाउँछ हिमालय केवल पहाड होइन, यो आत्माको मन्दिर हो। यो पेन्टिङले देखाउँछ प्रकृति र मानिसबीचको गहिरो सम्बन्ध, जहाँ कठोरता पनि सुन्दर छ र मौनता पनि वाणी बोल्छ। यदि तपाईँलाई यो चित्र मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। थ्याङ्क्स।